सम्पूर्ण साथीहरुमा मेरो नमस्ते। पहिलोचोटि मिनी भ्लग लिएर आएको छु। यहाँहरु सबैजनाले माया गरिदिनु हुनेछ, लाइक कमेन्ट र शेयर पनि गरिदिनु हुनेछ भन्ने पूर्ण आशा लिएको छु। यो पहिलो भिडियो रहेको छ हाम्रो भ्रमणको। हामी काठमाडौँदेखि दोलखासम्मको भ्रमणमा गएका थियौं। दोलखाको विभिन्न पर्यटक स्थलमा जाने क्रममा यो चाहिँ गाडीमा हाम्रो दिदीबहिनीहरूले रमाइलो गरिरहनु भएको सुन्दर दृश्य हो। साथीहरु रमाइरहनु भएको छ। सबैभन्दा हामी पहिले सैलुङको डाँडामा जान लागेका छौं र यो सैलुङको मिनी ग्रेट वालको प्रवेशद्वारबाट हामी भित्र छिरेका छौं। यो पनि निकै माथि जान पर्दो रहेछ। निकै आकर्षक ढंगले यो ग्रेट वाल बनाइएको रहेछ र केही साथीहरु माथि पुग्नु भइसकेको छ भने केही साथीहरु तलतिर आउँदै हुनुहुन्छ। म भने केही क्लिपहरु भिडियोमा कैद गरौँ भनेर बिचमा रहेको छु र यहाँ देख्न सक्नुहुन्छ हाम्रो केही साथीहरु चाहिँ उकालोको थकाइले थकित हुनुहुन्छ र माथिसम्म जान सक्दैन कि भनेर त्यहाँ चाहिँ सल्लाह गर्दै हुनुहुन्छ, किनभने उहाँहरु अलिकति बिमारी जस्तो पनि हुनुहुन्थ्यो। सैलुङको उकालीले थकाइ होइन, हामीलाई चाहिँ मनको सबै बोझहरु हल्का बनाइदिए जस्तो लागिराखेको थियो र हामी यहाँ पुग्दा नपुग्दै हामी सैलुङको यो ग्रेट वालको अन्तिमतिर आइपुगेका छौं। यहाँ चाहिँ धेरै साथीहरु हुनुहुन्छ र अब हामी यो ग्रेट वालको अन्तिममा छौं। अब केही उकालो हिँडेर फेरि हामी सैलुङको थुम्काहरुमा पुग्ने छौं र परसम्म चाहिँ मात्रै रहेको छ यो सैलुङको ग्रेट वाल। र अब भने हामी सैलुङको फेदमा पुग्न सफल भएका छौं र यहाँ पनि हामी उकालो नै चढ्ने छौं। यहाँको स्थानीयको भनाइअनुसार यस्ता थुम्काहरु सैलुङमा 100 भन्दा धेरै छ भन्नुभएको छ र यहाँ चाहिँ 108 वटा थुम्काहरु रहेको जानकारी प्राप्त भएको छ र हाम्रो साथीहरु कोही चाहिँ फोटो खिच्दै हुनुहुन्छ, कोही टिकटक बनाउँदै हुनुहुन्छ। म फेरि माथि सैलुङको गुम्बालाई चाहिँ त्यहाँ कतिखेर पुग्ने हो भनेर चाहिँ जुम गरेर हेरिराखेको छु। देख्दा नजिकै जस्तो छ तर त्यहाँ पुग्न पनि धेरै टाइम लाग्ने छ र त्यसको नजिक म पुगिसकेको छु र त्यहाँ पुग्दा डेक बजाएर केही भाइबहिनीहरु नाचगान गरिरहेको पनि देख्न सक्छु र यसमा निकै रमाइलो हुँदो रहेछ। कोही फोटो खिच्न, कोही चाहिँ टिकटक बनाउन, कोही फोटो खिच्नमा बिजी देख्न सकिन्छ र सबै यहाँ आइसके पछाडि सबै साथीहरु आफ्नो आफ्नो तालमा भएको कारणले गर्दा एकै ठाउँमा सामूहिक भिडियो र फोटो खिच्न त मैले पाएन। तैपनि यहाँको गुम्बाको र अन्य दृश्यहरुलाई चाहिँ कैद गर्न पाउँदा एकदमै खुसी लागेको छ। साच्चै नै प्राकृतिक सुन्दरतामा हराउँदा प्रकृति नै थेरापी जस्तो लाग्छ, मनमा ऊर्जा दिए जस्तो लाग्छ र साँचो खुसी भेटिए जस्तो लाग्छ। अब हामी सैलुङ घुमेर अब हामी बस स्टेसनमा फर्किन लागेका छौं। अब तल आइसकेका छौं। गुफा हेरेर कोही साथीहरु गइसक्नु भएको छ भने हामी चाहिँ अन्तिममा केही साथीहरु मात्रै बाँकी छौं र 2-4 जना साथीहरु भए पनि मैले चाहिँ फोटो क्लिपहरु लिएकी छु। यो चाहिँ वनमा हो, सबै आफ्नो तालमा हुँदा कोही कता भयो। त्यसपछि हामी बास बस्नको लागि चरीकोटमा आएका थियौं र त्यहाँ चाहिँ गाडीबाट सबै साथीहरुले आफ्नो सामानहरु झार्नु भएको छ र त्यहाँ चाहिँ धुलो लागेर कसैले लगेजबाट धुलो झार्दै हुनुहुन्छ म्यामहरु। कोही चाहिँ आफ्नो रुमहरु खोज्न गइसक्नु भएको छ। त्यसपछि हामी खानापिना गरेर यहाँ नाचगान गर्न लागेका छौं। आफ्नो झोलाहरु ब्यागहरु रुममा राखेर खानासाना खाइ पछाडि फेरि यहाँ चाहिँ नाच्ने कार्यक्रम भयो। त्यहाँ चाहिँ अरु स्कुलहरुबाट पनि आउनु भएको रहेछ भाइबहिनीहरु, उहाँहरुसँग मिलेर नाचगान गर्यो र केही साथीहरु नाचमा एकदमै रमाइरहनु भएको छ भने केहीले चाहिँ यता आगो ताप्ने व्यवस्था पनि रहेछ। एकदमै चिसोको कारणले गर्दा आगो पनि ताप्ने व्यवस्था भएको कारणले गर्दा तापिरहनु भएको छ भने कोही चाहिँ एकदमै चिल पारामा नाच्नु भएको छ। साच्चै उहाँलाई देख्दा जिन्दगीको सबै बोझहरु, सबै थकानहरु एकदमै मेटिए जस्तो लागेको छ। एकदमै रमाइलो भएको छ। यो दिन सधैँ यस्तै रहोस्। तपाईहरुलाई म नाच देखाइरहेको छु।
निकै रमाउनु भएको छ साथीहरू। मैले भिडियो खिचेको फेरि यतै फर्केर नाच्नु भएको छ। पहिला भाइ बहिनीहरूसँग मिलेर नाच्नु भएको थियो है, फेरि यता ल हामीलाई पनि खिच भनेर चाहिँ यता नाच्नु भएको छ। हाम्रो रमा दिदी चाहिँ नाच्ने कि आगो ताप्न जाने कि भनेर यताउता हेर्दै हुनुहुन्छ। अर्को दिन हामी एका बिहानै कालिम्पोङमा गएका थियौँ र हामी जाँदा हिउँ त परेको थिएन र पनि यहाँको वातावरण हेर्दा एकदमै मनमोहक, सुन्दर, एकदमै शान्ति, एकदमै पिसफुल थियो। र यहाँ पनि केबल कार र पैदल दुवै तरिकाले जान सकिँदो रहेछ माथि कालिम्पोङको मन्दिरमा। हाम्रो साथीहरू पनि केही हिँडेर, कोही चाहिँ केबल कारमा जान लाग्नुभएको छ। म चाहिँ हिँडेर नै सक्नेसम्म चाहिँ भिडियो बनाएको छु। त्यो तल देखिने चाहिँ यो कुरी बजार हो। त्यहाँ कुरी बजारबाट चाहिँ केबल कार जान सकिन्छ। र अब माथितिर चाहिँ धेरै क्षितिजहरू पनि रहेको छ। एकदमै आनन्दित छ। हजुरहरू पनि घुम्न आउन सक्नुहुनेछ। र यो चाहिँ माथिको चाहिँ कालिम्पोङ मन्दिर हो। त्यहाँ पुग्न हेर्दा नजिकै भए पनि एकदमै ठाडो, एकदमै टाढा छ। यहाँ चाहिँ फोटो भिडियोहरू खिच्दै हुनुहुन्छ। उहाँहरू पनि घुम्न आउनुभएको होला सायद। अब त्यस पछाडि भने हामी कालिम्पोङबाट जिरी फर्केका थियौँ। तर जिरीमा चाहिँ राम्रो भिडियोहरू खिच्न पाएन, बिबेसहरू हुँदै पनि खिच्न पाएन। यो चाहिँ फर्किँदा बेलाको गाडीको रमाइलो हो। हाम्रो साथीहरू अब फर्किने बेला भयो, घर आइपुग्न लाग्यो भने रमाइलो गर्दै हुनुहुन्छ। अब घर आइपुग्न लाग्यो, अब चाहिँ हामी एकदमै रमाउनुपर्छ भनेर चाहिँ साथीहरू एकदमै चिल पारामा नाचिरहनु भएको छ। एकदमै खुसी हुनुहुन्छ, एकदमै हेप्पी। राम्रो ठाउँमा घुमेर आउनुभयो, सुन्दर ठाउँमा। त्यही भएर एकदमै सबैजना हेप्पी हुनुहुन्छ। हामी सबैजना हेप्पी छौँ र हजुरहरू पनि घुम्न आउनुहोला। र अहिलेसम्म यो मेरो मिनी भ्लग हेरेर साथ दिनुभएकोमा यहाँहरू सम्पूर्णलाई म हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु। यहाँहरूले मेरो भिडियोलाई माया गरिदिनु भयो भने फेरि पनि कहीँ कतै गयो भने यस्तै फुर्सदमा भिडियो बनाएर आउने नै छु। धन्यवाद।